सुदूर अब दूर नै झिक्कै झिक्कै माया तमलाई भनेर बालिन शाहले चुनावी अभियानमा सुदूरपश्चिममा बोल्नु भएको थियो। त्यो कुरा यति बेला सुदूरपश्चिम कैलाली 2बाट सांसदको रूपमा निर्वाचित भएर आउनु भएको छ केपी खनाल र उहाँको यो फाइल पनि देखिरहेको छु। विगत केही दिन यता उहाँलाई गेटा मेडिकल कलेज लगायतका त्यहाँका विभिन्न समस्याको विषयमा त्यसलाई काम अगाडि बढाउन तीव्र रूपमा काम अगाडि बढाउनको लागि उहाँले फाइल बोकेर मन्त्रालय कुदिरहनु भएको छ। नेपालको कान्छो सांसद भनेर चिनिने पहिलेदेखि अभियान सञ्चालन गरिरहनु भएको केपी खनाल हुनुहुन्छ। सर्वप्रथम तपाईँ निर्वाचित भइसकेपछि भेट भयो, एकदम धेरै धेरै बधाई छ। आज बालिन शाहसँग भेट भयो, के कुरा भयो? सम्माननीय प्रधानमन्त्रीज्यूसँग एउटा प्रतिनिधि सदस्यले भेट हुने कुराहरूमा जे कुरा हुन्छ त्यही कुराहरू भयो। समग्र सुदूरपश्चिम सँगसँगै देशको अवस्थाको बारेमा र पछिल्लो समयमा आगामी आर्थिक वर्षमा के कामहरू पहिलो चरणमा गर्न सकिन्छ भन्ने विषयमा कुरा। अब यो हुनुपर्छ भन्नुहुन्थ्यो पहिला सडकबाट, अब यो गर्नुपर्छ, अब हामीले गर्ने हो भन्नेमा आउनु भएको छ। अब देश परिवर्तन हुन्छ होइन त? आशा गरौँ तपाईँहरू हामीहरू मिल्यो भने कसो परिवर्तन नहोला र? आश मात्र गर्ने कि विश्वस्त हुने? अब विश्वस्त हुने, तपाईँ हामी मिलेर काम गर्ने। केवल म जनप्रतिनिधिले मात्र यो सम्भव हुँदैन। तपाईँहरू जनता र तपाईँहरू जो चौथो अङ्ग जो छ, चौथो अङ्गले गर्यो भने त किन साथ नहोला र? अब तपाईँहरू यसरी जितेर आइरहनु भएको छ, हामीलाई पनि यो हिम्मतको कुरा हो र हामीले सिधै कुरा राख्नको लागि पहिला मिडियाबाट राख्थ्यौँ, अब हामीले तपाईँलाई फोन गरेर भेटेर सिधै कुरा राख्न सक्छौँ। जनताको जति गुनासा मैले सुन्छु त्यति नै मलाई आनन्द हुन्छ।